हेलो गाइस, वेलकम टु माई ब्लग अगेन। म फेरि पनि नयाँ एपिसोड लिएर आइसकेको छु। अनि आज चाहिँ हामी मेरो फ्यामिलीसँग चाहिँ हामी चाहिँ नुवाकोटतिर जाँदैछौँ झर्नाको लागि, झर्ना हेर्नको लागि जाँदैछौँ हामी फ्यामिलीसँग सबैजनासँग। अनि बाटोमा चाहिँ जाँदै हामी गफ गर्दै रमाउँदै गर्दै गयौँ हामी है। अनि त्यसपछि डाँडा काँडाहरू हरियालीहरू चाहिँ एकदमै राम्रो थियो। अनि त्यसपछि मम्मीले चाहिँ मलाई अलिकति मजाले कुदा भनेर चाहिँ अलिक डराउनु भयो मम्मी। अनि त्यसपछि म चाहिँ पछाडिपट्टि चाहिँ मेरो दाइहरू पनि हुनुहुन्थ्यो अनि माइजू पनि हुनुहुन्थ्यो। अनि त्यसपछि हामी चाहिँ अनि बाटोमा चाहिँ अनि ओर्लिएर यसो के गऱ्यौँ भन्दाखेरि चाहिँ यसो सिनहरू हेऱ्यौँ होइन। अनि सिनहरू हेऱ्यौँ अनि त्यसपछि डाँडा काँडा हरियालीहरू देख्दाखेरि चाहिँ एकदम आनन्द महसुस फिल भयो है। धेरै दिन पछि अनि बाहिर पनि निस्केको अनि माइन्ड पनि एकदम फ्रेस भयो क्या। अनि चाहिँ त्यही हो। अनि हामीहरू जस रमाइलो गर्दै गयौँ हामी। अनि हामी चाहिँ गुरुङ गाउँसम्म चाहिँ अनि हामी चाहिँ पुग्ने हाम्रो चाहिँ मेन टार्गेट चाहिँ त्यो थियो है। अनि हामी फाइनली वहाँ पुगेर पनि अनि यो जुन छ यो चाहिँ एकदम यहाँको सेकुवा चाहिँ एकदमै फेमस रहेछ क्या। जस टिकटकहरूमा नि अहिले ट्रेन्डिङहरू खतरा चलिरहेको छ होइन। भिड पनि टन्नै भिड थियो अनि एकदमै भिड थियो क्या त्यहाँनिर। अनि यो मकैबारीहरू हेरेको है, हेर्दाखेरि त एकदम गाउँको मलाई चाहिँ पुरानो म गाउँमा बस्दाखेरिको त्यो टाइपको मलाई चाहिँ फिलिङ्सहरू आयो क्या। अनि मम्मी चाहिँ झर्नामा पानी खेलेको देखेर मलाई नि खेल्न मन लाग्यो। अनि म पनि पानी खेल्न गएँ होइन। अनि पानी चाहिँ एकदमै चिसो थियो होइन। अनि त्यसपछि चाहिँ 2-4वटा फोटोहरू चाहिँ मैले फ्यामिलीहरूसँग पनि खिचेँ होइन मम्मी। अनि त्यसपछि चाहिँ हामी ठुलो झर्नातिर गयौँ होइन। अनि यहाँ चाहिँ मान्छेहरू एकदमै भिड थियो क्या। अनि यही झर्नामा अनि म पनि खेल्नुको लागि आएँ क्या, पानी खेल्नुको लागि। भित्र छिरेको पानी कस्तो चिसो रहेछ क्या, एकदमै चिसो थियो पानी है। अनि तर रमाइलो भयो। अनि म पनि झर्नामा गइहालेँ पानी खेल्नको लागि होइन। माथि चढेर फोटोहरू पनि खिचेँ मैले, 1-2वटा फोटोहरू खिचेँ। अनि त्यसपछि पोज दिन खोजेको धन्य लडिन चिपेर। अनि त्यसपछि एउटा आन्टी त पुरै भिजेर लित्रुके भएर है कस्तो। अनि दाइसँग पनि फोटो खिचियो। अनि त्यसपछि दाइसँग हल्का रमाइलो पनि गरिदियो क्या, पुरा डान्स गरेको जस्तै गरेर हात हल्लाउँदै यताउति यस्तरी दायाँ बायाँ हेर्दै सब मान्छे हेरेर हाँसिरहेको थियो हामीलाई। त्यही पनि रमाइलो गरियो तर हल्का लाज पनि लाग्यो क्या। अनि हामीलाई पानी खेलेर अनि एकदमै भोक पनि लाग्यो। अनि त्यसपछि हामी रेस्टुरेन्टमा आएर अनि खाजाहरू अर्डर गऱ्यौँ, सुकुटीहरू अर्डर गऱ्यौँ होइन। अनि यता चाहिँ दाइ हुनुहुन्छ अनि यता चाहिँ मेरो मम्मी। अनि दाइ हेलो भनिदिनु। अनि माइक चाहिँ यहाँ कुनामा बसिराख्नु भएको छ, मलाई हेर्दै हाँस्दै हुनुहुन्छ क्या। अनि त्यही हो सुकुटी चाहिँ। अनि पप्पा लगाएको छ दाइ यता हेरेर आयो भनिदिनु न। अनि मम्मी पनि हेलो भनिदिनु सबैजनाले। अनि त्यसपछि सुकुटी चाहिँ अनि एकदम मिठो लाग्यो है। अनि एकदम पिरो थियो तर पिरो भयो भने मैले चाहिँ जबरजस्ती पनि खाइदिएँ क्या, यस्तो मिठो थियो क्या सुकुटी चाहिँ, बब्बाल थियो क्या। ल मेरो भाइको भ्लग एकछिन मैले समातिदिएको छु। अब हामी घरतिर प्रस्थान गर्दैछौँ। यो खोला यो अगाडि होइन अगाडि भाइ, पछाडि त्यसै एकदम ध्यान दिएर त्यसै देखाउनै पर्दैन नि त। हेलो गाइज, म चाहिँ कोसिस दिदी। यहाँ हाम्रो आन्टी हुनुहुन्छ, हेलो भनिदिनुहोस्। आन्टी यता हेरेर हेलो भनिदिनुहोस्। हाई हाम्रो ब्लग भाइ। हामी भर्खर यही झरना घुमेर आयौँ है। हेर्नुहोस् है हेर्नुहोस् झरनाहरू। हेर न म गाइस फर्किँदाखेरि चाहिँ 2-4वटा फोटो दाजुभाइले चाहिँ खिच्यौँ। अनि अब म पनि मेरो भ्लगको चाहिँ अब अन्तिममा आइसकेको छु। अनि मेरो यो भिडियोलाई चाहिँ एकदमै माया दिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, प्लिज 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 धेरै धेरै माया दिनु होला। सबैलाई धन्यवाद।